के जाने अहिले जुत्ता सबै बिगार्छ अहिले हिजोको पानीले गर्दाखेरि यस्तो अवस्था यस्तो हालत बनाइदिएछ पुरै तुफान बनाइदिएछ हिजो रातिको पानी यस्तो तरिकाले घर घरमा छिरेछ मान्छेहरू यस्तो अवस्थामा छ पुरै तुफानमा स्कुटर पनि तुफानमा छ यस्तो अवस्थामा छ पुरै पोखरी जमिसकेको छ यता चाहिँ यस्तो अवस्था भएको छ रुमको सबै भित्र छिरिसकेको छ मान्छे पर्खाले भत्काछ त्यत्रो माइ गॉड पर्खाले भत्काइदिएछ पर्खाले भत्काछ त त्यहाँ पर उ ल यस्तो बिजक बनाएको छ ल हामी चाहिँ हेर्ने मान्छे यति छ यहाँ यता हेर्नु गाइस यो मुनि पनि सबै छिरिसकेको छ यता सटर भित्र सबै छिरिसकेको छ है हामी चाहिँ अझै जान्दैछौँ अगाडि पनि हेर्नु ल दाइ आउनु चाहिँ यो गर्ने सामान अझ यहाँतिर चाहिँ अलिकति अग्लो भएको कारणले होला होइन त्यहाँ त अब के छैन कि के छैन सबै गर्नु स्कुटर डुबाएको छ यार साइमोमा यस्तो भइसक्यो जय बाबा छ ल हामी चाहिँ साइमोमा मर्निङ वाक गर्छु भनेर आएको बिहान होइन मर्निङ वाक गर्छु भनेको त उल्टा त्यहाँ तुफानमा परेको देखेर कस्तो मनै कस्तो नराम्रो लाग्यो चिसो लाग्यो क्या मलाई ल हेर स्कुटरै डुबाएछ पर्खालै भड्काएछ अनि पानीहरू सबै भित्र छिरेछ कि आज रातिको पानीले त हिँड्दैछौँ हामी त साइनोमा यतातिर चाहिँ ठिकै छ यताबाट ओके गाइस बाई बाई